यहाँ हामी यहाँनिर यसरी बसिराखेको बेलामा चाहिँ एउटा मोबाइल चाहिँ यहाँनिर छोडेर जानु भएको छ र उहाँले भन्नुभयो ठिकै भन्नुभयो यहाँबाट यस्तो खालको छ है मोबाइल साथीहरू हुनुहुन्छ अनि म अहिले दिनुहुन्छ ब्लगमा पनि कैद गर्छु त्यो छ है उहाँले पक्कै फोन गर्नुहुन्छ अहिले एकछिनमा फोन छोड्नु भयो म भेटेर तपाईलाई म धन्यवाद भन्नु लाउँछु मलाई म यतिखेर हामी फेवाताल पोखरामा फोटो खिच्ने क्रममा छौं र यहाँ महानुभावहरू फोटो खिचिरहनु भएको छ र देश विदेशबाट हेरिरहनु भएको छ भने लाइक शेयर र कमेन्ट गर्नुहोस् भन्न चाहन्छु र विशेष गरेर यहाँनिर फेवाताल छ यो पुरा पोखरामा रमाइलो भइरहेको छ र यतापट्टि देख्न सकिन्छ ढुङ्गाहरू टन्नै मात्रामा छ र मान्छेहरूको भिड छ फोटो खिच्नेको पुरै पालो पालो फोटो खिच्ने यो एरियामा रात परिसकेको अवस्था छ र त्यसकारणले यस्तै छ हैन त एकदम ठीक छ हजुर हजुर ठीक छ यतिखेर हामी चाहिँ फोटो खिच्नको लागि भनेर यहाँ आएको छौं यहाँ पुरा फोटो खिच्नको लागि पुरा मान्छेहरू आउनु भएको छ ठाउँ ठाउँबाट नेपालको कुना कुना इन्डिया हुँदै आउनु भएको छ र तल यहाँ चाहिँ बोटिङ गर्ने सर हुनुहुन्छ अनि हामी चाहिँ यहाँनिर यसरी आएको छौं र साथीहरू यहाँ हुनुहुन्छ जानुपर्छ होला हो सकेको अवस्था छ र हामी चाहिँ लाग्यौं अब यहाँबाट देख्नु सक्नु नै छ म यतापट्टि छु अब लाग्यो सुरु आफ्नो कार्यस्थलतिर आफ्नो कामतर्फ म लागेको छु अब यस्तै छ यहाँनिर रमाइलो भयो फोटो खिच्यो केही पिस फोटोहरू खिच्यो राम्रो लागिरहेको छ फोटो राम्रो फोटो आयो अनि अब चाहिँ भोलि फेरि आउँछौँ हामी यहाँ फोटो खिच्नलाई आजको यस्तै रहेको छ कस्तो हो यस्तै छ खुसी लाग्यो थ्याङ्क यू सो मच हेरिदिनु भयो लाइक शेयर र कमेन्ट गर्नु होला भन्न चाहन्छु थ्याङ्क यू पोखराको लेक साइड साँझ पखको अवस्था ल यस्तै छ यहाँ विभिन्न किसिमको माछाहरू खाने यस्तै छ हामी चाहिँ अब यहाँबाट ट्याक्सीमा लाग्यौँ सिट कहाँनिर हो मेरो उतापट्टि आउनु उतापट्टि अलिकति ल 10th नेशनल कन्भेन्सन अथवा 10th नेशनल कङ्ग्रेस ल हामी चाहिँ यहाँनिर आइसकेको छौँ पोखरामा राष्ट्रिय सभागृहमा र यो भित्र हामी चाहिँ अब पस्न आँटेका छौँ स्वागत छ तपाईहरु फर्किनु लाग्नु भयो हैन हामी त यता भित्र छिर्नु ए म त त्यस्तो लाग्यो जो चाहिँ के ना सेवाहरू मेरो ब्लगमा तपाईहरुलाई कैद गरिसकेको छु केही छ भन्नु पर्ने रमेश लिम्बू तपाईहरु बाहिर जान आट्नु भएको जस्तो लागिरहेको हो उहाँ चाहिँ एकदम राम्रो ब्लगर हुनुहुन्छ थ्यांक यू एकदमै थ्यांक यू सबैलाई चिन्छु नि कहाँ तपाईहरुलाई एकदमै थ्यांक यू सो मच हामी छिर्छौँ है त हामी फेरि भेट्नुपर्छ है ब्लगमा र हामी चाहिँ यतिखेर अगाडि परिरहेको छौँ राष्ट्रिय युवा सङ्घको महाधिवेशन साँझ पखको भइरहेको अवस्था छ र हामी यहाँ चाहिँ यो किसिमको चाहिँ जमघट भइरहेको छ मान्छेहरूको चाहिँ एकदमै भिडभाड छ र देख्नुहुन्छ फोटो खिच्ने
रमाइलो छ खाना खाने आदि इत्यादि भित्र बोलिरहनु भएको छ हाम्रो कमरेड सचिव ल हामी चाहिँ यतापट्टि चाहिँ अब यो खाना खाने ठाउँ खाना खाजा सबैको व्यवस्था हुन्छ है आज चाहिँ यो एरियामा चाहिँ यस्तो किसिमको छ हेर्नु सक्नुहुनेछ टक्क ल हाम्रो मित्र हुनुहुन्छ अनिश बान्तबाराई हुनुहुन्छ ल ल यस्तो छ है हजुर खानाको टाइम 8:30 बजे भनेर लेखिएको छ एकछिन पछाडि हामी खाना खानेछौँ र यहाँ तपाईँले देखिरहनु भएको छ खानाहरू आएको छैन यहाँनिर खाली छ यतापट्टि पनि खाली छ क्याटरिङ छ पछाडि भित्रीपट्टि पुरै क्याटरिङ बनिरहेको छ खाना बनाउने ठाउँ हेर्नु सक्नुहुनेछ है ल यस्तो छ है यहाँनिर पुरा मेस छ यहाँ 2250 जनाको खाना पाक्छ र यहाँ खाने अनि हामी यहाँनिर चाहिँ पानी खान लागिरहेको छौँ एकजना साथीले यहाँ मोबाइल छोडेर जानुभएको छ एकछिनमा फोन गर्नुभयो भने म चाहिँ दिन्छु है यहाँ हामी यहाँनिर यसरी बसिराखेको बेलामा चाहिँ एउटा मोबाइल चाहिँ यहाँनिर छोडेर जानुभएको छ र उहाँले भन्नुभयो ठिकै भन्नुभयो यहाँबाट यस्तो खालको छ है मोबाइल ल यहाँ एउटा मोबाइल छोड्नु भएको छ साथीहरू हुनुहुन्छ अनि ल मान्छेको फोटो यस्तो छ है उहाँले पक्कै फोन गर्नुहुन्छ अहिले एकछिनमा कसरी फोन छोड्नु भयो म भेटेर तपाईँलाई म धन्यवाद भन्नु लाउँछु मलाई म कार्यक्रम भइरहेको छ यतापट्टि हामी छिर्ने र भोलि बिहानसम्म सम्पूर्ण प्रतिनिधिको कार्ड फिल गरेर सम्पूर्ण प्रतिनिधिले फाइनल गरेर बिना कार्ड यो हलमा प्रवेश हुन नदिने गरी व्यवस्थित पक्षसँग भोलि बिहानबाट हामी सुरु गर्नेछौँ आज पर्यवेक्षकको कार्ड बनाइन्छ के मैले आवासको व्यवस्थापन तपाईहरुलाई नै जिम्मा दिएको कारणले सधैँको जस्तो जिल्ला कमिटी प्रदेश कमिटी र केन्द्र कमिटीले जुन आर्थिक दायित्व नदिने गरी यो आर्थिक दायित्व तपाईले जिम्मेवारीको भारी हटाइदिएर सानो एउटा ब्याग मात्रै मिलाइदिएर तपाईले आवास आफै गर्नुहोस् आवासको म्यानेजमेन्ट गरिन्छ तर त्यसको व्यवहार आफै मिलाउने गरी आवासको जिम्मेवारी प्रतिनिधिलाई दिइसकेपछि तपाईहरुको एक्सपेन्सेस तपाईको खर्च लाग्न नहोस् र समयमै महाधिवेशन सम्पन्न गर्नुपर्छ भनेर आज हामीले बन्द सत्र अगाडि बढाएको त्यो कारणले आजको लागि तपाईलाई कन्सेसन प्रतिनिधि कार्ड वितरण गर्न सुरु गरिसकेको छ बाहिर वितरण हुन्छ र भोलि बिहानसम्म तपाईले सम्पूर्ण दायित्व लिने र प्रतिनिधि शुल्क तिरेर प्रतिनिधि कार्ड लिएर मात्रै भोलिबाट प्रवेश गर्नु पाउनुहुनेछ यो पनि तपाईहरुलाई मैले सूचना जारी गरेँ अब आजको यो सम्मानित बन्द सत्रलाई नेतृत्व गरिदिनका निम्ति राष्ट्रिय युवा संघ नेपालको 10औं राष्ट्रिय महाधिवेशनको घोषणा गर्न गइराखेको छु साथीहरूले जोरदार तालीले नाम अनुमोदन गरिदिनुहुनेछ यो पछाडि मैले अध्यक्ष मण्डललाई यो बन्द सत्र अनुमोदन गर्नेछु हाम्रो सदैव अभिभावक हाम्रो नेकपा एमालेको र पछिल्लो नेकपा एमालेको एउटा राजनीतिक वृत्तमा एउटा कुशल संगठनको रूपमा प्रस्तुत हुनुभएका जनसङ्गठन एउटा मर्यादित व्यवस्थित र सूक्ष्म कमिटी बनाउँदै एउटा अप्पर कमिटी निर्माण गरेर अगाडि बढिसक्नुभएका सदैव हाम्रो नेतृत्व गरिराख्नु हुनुभएको हाम्रो आदरणीय नेकपा एमाले स्थायी कमिटी सदस्य जनसङ्गठन समितिका संयोजक भानुभक्त ढकालज्यूलाई अध्यक्ष मण्डलको संयोजक प्रस्तावित नाम घोषणा गर्न अनुमोदन गर्दछु पार्टीका पूर्व ब्युरो सदस्य कमरेड महेश बस्नेतज्यूलाई अध्यक्ष मण्डलको मैले फेरि पनि यो सम्मानित बन्द सत्रमा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूलाई जानकारी गराउनै पर्छ कसले निम्ति आयो भन्दाखेरि आदरणीय इन्चार्ज राज्य पार्टीज्यूले उहाँको पहल कदमी सक्रियता नेतृत्वले गर्दाखेरि कास्की जिल्लामा हामीले थोरै खर्चमा पनि प्रतिनिधि आएर महाधिवेशन गर्न सक्ने वातावरण हामी निर्देयौँ र यो सम्पूर्ण परिस्थिति सिर्जना गरिदिनुभयो आदरणीय इन्चार्ज राज्य पार्टीले हाम्रो सङ्गठनको इन्चार्ज पार्टी केन्द्रीय संसद आदरणीय राज्य पार्टीज्यूलाई अध्यक्ष मण्डलको संशोधनले प्रस्ताव गर्न चाहन्छु अध्यक्ष मण्डलको सदस्य चयन गरेका छौँ हाम्रो पार्टीबाट कार्यशील
ओभरअल युवा आन्दोलनलाई गाइड गर्ने पूर्व अध्यक्ष मध्येबाट हामीले महेशलाई सदस्यमा तान्यौँ। हाम्रो नेपालको महिला आन्दोलनमा र युवा आन्दोलनको एक महिला नेतृत्वको रूपमा राष्ट्रिय युवा समितिको इतिहास हेर्ने भने एक मात्र महिला अध्यक्ष हुनुभएको पार्टीका पोलिट ब्युरो सदस्य कमरेड निरुपाललाई पनि मैले यहाँ प्रस्ताव गर्न चाहन्छु। उहाँ हुनुहुन्छ। यसरी हामीले हाम्रो धेरैजना नेतृत्वहरू युवा आन्दोलनले जन्माएको छ, यो सङ्गठनले जन्माएको छ। त्यसरी अब बसनोट कमिटीको संयोजकको रूपमा बसनोट कमिटीको नेतृत्वको रूपमा हाम्रो सङ्गठनलाई नेतृत्व गरिसक्नुभएका पार्टीका केन्द्रीय कमिटी सदस्य सङ्गठनका पूर्व अध्यक्ष यहाँ आउँदै हुनुहुन्छ कमरेड रमेश पौडेल, उहाँलाई म बसनोट कमिटीको संयोजकको रूपमा प्रस्ताव गर्न चाहन्छु। र कमरेड रमेश पौडेलको नेतृत्वमा हाम्रो सङ्गठनलाई नेतृत्व गर्दै पूर्व नेतृत्व हुनुभएका कमरेडहरूलाई बसनोट कमिटीमा समेटेर अगाडि बढेका छौँ। पार्टीका केन्द्रीय सदस्य सङ्गठनका पूर्व उपाध्यक्ष कमरेड सञ्जीव झा, सङ्गठनका पूर्व उपाध्यक्ष आदरणीय कमरेड सन्तोष रावल, नाम अगाडि माइनर लेखनको संयोजकको रूपमा यस सङ्गठनलाई नेतृत्व गरिसक्नुभएका पार्टीका एक युवा नेता सङ्गठनका पूर्व अध्यक्ष कमरेड बच्चन बहादुर सिंहलाई माइनर लेखनको संयोजकको रूपमा प्रस्ताव गर्न चाहन्छु। माइनर लेखनको सदस्यको रूपमा सङ्गठनको पूर्व उपाध्यक्ष कमरेड माधव बास्पदा, सङ्गठनको पूर्व उपाध्यक्ष कमरेड अमित लामा, सङ्गठनको पूर्व सचिव कमरेड रविन्द्र लम्साल, सङ्गठनको पूर्व सचिव कमरेड जय गुरु र सङ्गठनको पूर्व सचिवालय सदस्य र गर्दै प्रदेशका इन्चार्ज कमरेड विकास अधिकारीलाई माइनर लेखनको सदस्यमा प्रस्ताव गर्न चाहन्छु। र यसरी नै यो अध्यक्ष चाहन्छु। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद। यहाँ उहाँबाट फोन गर्नुभयो, मैले यहाँ देखिरहेको छु, फोन उठाउँदैछु। हेलो हजुर, भन्नुहोस् त, भन्नुहोस् भन्नुहोस् न, भन्नुहोस्, सुनिरहेको छु, भन्नु न, भन्नु। हो हो हो, तपाईँ कहाँ हुनुहुन्छ? तपाईँ कहाँ हुनुहुन्छ? हजुर, ल जहाँ भए पनि सुरक्षित छ, मसँगै छ होइन? सुन्नुभयो? जहाँ भए पनि तपाईँको मोबाइल सुरक्षित छ, ब्याट्री हुन्जेलसम्म तपाईँ आएर यहाँ भेट्नु है त। ल हजुर, सहमतिबाट भयो भने पनि राम्रो सुनिरहेको छैन। ल म माइकमा छु, कहाँ हुनुहुन्छ? सहमतिबाट टुङ्गिएन र मतदानै गर्नु पर्यो भने हजुर, उम्मेदवारको अन्तिम गेटमा हुनुहुन्छ? अगाडि गेटमा, मेसिनमा भोलि बेलुका चढाउने अगाडिको गेटमा हो। खानाको मेसतिर आउनु भन्नु न। यो मेसतिर आउनुहोस् न, मेसतिर, 8 बजेबाट मतदान सुरु गराउने। खानाको मेस बाहिरबाट आउनु फोन गर्दै आउनु, बोल्दै 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 आउनु त, बोल्दै। यहाँ भिडियो रेकर्ड भइरहेछ है, मलाई रेकर्ड भइरहेछ। मैले यो मोबाइल मैले भेटेको हो, अनि उहाँलाई जस्ताको तस्तै अब बुझाउनु पर्यो। यहीँ हुनुहुँदो रहेछ। ल यहाँ तपाईँको मोबाइल यहाँ भेटिएको छ होइन? मोबाइल मैले भेटेको हो, अनि उहाँलाई जस्ताको तस्तै अब बुझाउनु पर्यो। मोबाइल छोडेर जान चाहिँ गल्ती हो, उहाँको कमजोरी हो होइन? पदाधिकारी बेसी गर्नुभएको छ भन्दा पनि कुनै पदाधिकारीलाई चित्त दुख्दैन होला भन्ने मलाई लाग्छ। कता आइपुग्नु भयो? यसर्थ यो सम्मेलन सम्पन्न गराउने हल्लाउनु हुने हो? योगदान बुझ्नुभएकै कमरेड हुनुहुन्छ भने कमरेड किरण पौडेल वर्तमान अध्यक्ष, छिट्टैजी भन्दा अगाडिको अध्यक्ष हुनुहुन्छ, पार्टी केन्द्रीय कमिटीको सदस्य पनि हुनुहुन्छ। हेलो, तपाईँको मोबाइल यहाँ भेटिएको छ होइन?
ए ठ्याक्कै अनुहार फेस पनि मिल्दो रहेछ नि त छोड्नु त अनि मोबाइल लु यहाँनिर यता हामीलाई देखाइदिनु ल हामीले यो त भएन नि त यार जस्तोको तस्तै कमरेडलाई बुझाइएको छ है फोन भेटेर चाहिँ कहाँ पुगेर याद भयो अरूले भयो त नगि मैले नि राति अब पक्कै यो मान्छेले फोन गर्छ भन्ने भयो अनि हामीले यो ब्लग अनुहार फेस पनि मिल्दैन अनि कहाँ त्यसरी छोड्नु त अनि मोबाइल लु यहाँ लिनुहोस् ल यता हामीलाई नि देखाइदिनु ल यताबाट हामीले यो त भएन नि त यार यसरी मोबाइल त छोड्नु भएन नि त नाम के हो कुन जिल्लाबाट कास्कीबाट हुनुहुन्छ रमेश लिम्बू है अब मेरो ब्लग सब्सक्राइब गरिदिनु तपाईँले म हेमन्त बुढा है थ्याङ्क यू रमेश लिम्बू कुन जिल्ला हो आसामबाट मेरो चाहिँ ब्लग पनि चल्छ अनि फोन गर्नु गएर चाहिँ अब मान्छेले गाह्रो अब फोन बिना के गर्ने होइन होइन भाइ उता भेट्यो पासवर्ड पनि कस्तो सजिलो अनि एकै पालमा खोल्दै मैले यहाँ ल्याउनु है तपाईँको पासवर्ड मैले यसो विचार गरेँ यो मान्छेले छडा छ यसो 1 2 3 4 हान्ने बित्तिकै खुल्छ फोन ठ्याक्कै गर्नुभयो ऊ यहाँनिर भेटिएको थियो है तपाईँहरू त्यहाँ बस्दाखेरि भेट्नु भएको थियो अब त्यो युट्युबमा तपाईँले मेरो सब्सक्राइब गरिदिनु ब्लगमा आउँछ ल हामी तेर्छौँ है मेरो तेर्छौँ कुन जिल्ला भन्नुभयो तपाईँको यही कास्की कास्की यहीँको हो अनि किन बिर्सेको मोबाइल हो त्यो बिर्सिन्छ अरूले भेटेको भए लान्थ्यो सेलेक्ट गर्ने सर्च गर्नु ल ल रमेश राज हामी उहाँ 17 नम्बर गेट त्यो के हालान के भन्ने रेस्टुरेन्ट ल थ्याङ्क यू सो मच ल है त ल हस् थ्याङ्क यू ल हेर्नुहोस् यतिखेर खानाको लाइन है यो हाम्रो पहिलोपटक खानाको लाइन हो यो भातृ सङ्गठन नेकपा एमालेको युवा सङ्घको राष्ट्रिय महाधिवेशन भइरहेको छ 10औं महाधिवेशन चाहिँ यो कास्की जिल्लाको पोखरा स्थित सभागृहमा भएको अवस्थामा चाहिँ यहाँ हाम्रो युवा साथीहरू हुनुहुन्छ खानाको लाइनमा पुरा खाना ठ्याक्क लिएको अवस्था छ ल हेर्नुहोस् यस्तो छ है लाइन बाई लाइन ए यहाँ मासु छ हरेक किसिमको खानाहरू छ ए ल है ल खानाको लाइन अनि यता पाटाको खानाको लाइन अनि मेरो हातमा यता खाना आएको छ अब यसलाई खानेवाला छु यहाँबाट पानी लाने मान्छे लाइन बाई लाइन ल है हामी चाहिँ यस्तो खालको खाना खाँदैछौँ यहाँ बसेर यतापट्टि यस्तो छ ल हाम्रो गुरुङ सरको फोन हुँदो रहेछ फोन चाहिँ हामीले त्यहाँ तल भेटेका थियौँ उहाँलाई फोन चाहिँ हाम्रो 5 थरको रमेश याकथुम्बा लिम्बुज्यूले चाहिँ जस्ताको तस्तै बुझाउनु भएको छ ल उहाँहरू फोन लिनु आउनु भएको थियो ल उहाँहरूलाई धन्यवाद यहाँ ल्याउनु है तपाईँको पासवर्ड मैले यसो विचार गरेँ यो मान्छेले छडा फाइनली दर्शकवृन्द ए अघि छोडे जस्तै पालो बोक्दिनु यहाँ भिडियो खिच्नु पर्यो भनेर नि यस्तै छ है हजुर ल यो खाना खानेको लाइन यतिखेर राष्ट्रिय युवा सङ्घको महाधिवेशनको अवसरमा खाना यहाँ चाहिँ पुरा रूपमा चाहिँ खाइरहनु भएको छ हामीले पनि खाना खाइसकेको छौँ र अगाडि बढ्न चाहन्छु र यतिखेर धमाधम खाना खाइरहनु भएको छ सम्पूर्ण देशभरिबाट आउनुभएका प्रतिनिधिहरू हुनुहुन्छ र देशभरिका आफ्नो आफ्नो जिल्लाबाट आफ्नो आफ्नो प्रदेशबाट आउने प्रतिनिधिहरू हुनुहुन्छ र हामीले चाहिँ खाना खाइसकेको छौँ र अगाडि बढ्छु म हेर्नु सक्नुहुनेछ है सबैले खाना खाइसकेको अवस्था छ यतापट्टि यस्तो छ रातिको कार्यक्रम रमाइलो भइरहेको छ राम्रो छ र यतापट्टि पुरै कार्यक्रम भइरहेको अवस्था छ बन्द सत्र सुरु भएको छ हामी लाग्यो तल हैन के काम र यतापट्टि कफी चिया कफीको यस्तो किसिमको छ है ल र हाम्रो अन्तर्जिल्ला विशेष प्रदेश कमिटीबाट यहाँ हुनुहुन्छ सुजन घिमिरे अध्यक्ष हुनुहुन्छ
औपचारिक करिकुलममै यो विषय नेपालको मुख्य राजनीतिक दलहरूले गरेको संविधान निर्माणसम्म गरेका योगदानहरू ल यो वरिपरि हाम्रो युवा सङ्घका साथीहरू हुनुहुन्छ देख्न सक्नुहुनेछ। बाट हामी ट्याक्सी चढेर अब लाग्यौँ अगाडितर्फ। ल चढियो है ट्याक्सी। ल जाउँ। सिमलचौरबाट लाग्नु ल हामी लाग्यौँ है। 4 जना अट्दैन नि।